फेरि यसरी नै त्यो यसरी चोके लगाइदिएको यता उताबाट छैन हौ कोला त अब सुकेर अनि ऊ त्यता चाहिँ मेरो ससुरालका देख्यो भने मासु वेलकम ब्याक माई न्यू ब्लग। आजको ब्लगमा हजुरलाई स्वागत छ। तपाईँहरू पनि सन्चै आरामै हुन्छ होला र म पनि एकदम सन्चै आरामै छु। धेरै महिनापछि ब्लग बनाइरहेको छु है। सो के हो भने धेरै महिनापछि ब्लग बनाइरहेको छु, पढिँदै थियो नि त, त्यही भएर ब्लग पनि बनाइएको थिएन। अनि कस्तो अल्छी पनि लाग्ने क्या, एक्लै ब्लग बनाउनु एक्लै बोल्नु त झ्याउ लाग्ने गिद्दी हुन्छ है। सो त्यही हो, फेरि हजुरहरूको ब्याक कम भएर आइसकेको छु, कम ब्याक भएर आइसकेको छु। अनि यो बोल्दा बोल्दै क्यामेरा अलिक अगाडि ठरेर बोल्दा बोल्दै चाहिँ के हुन्छ बोलीसोली पनि कुलो चिप्ली जान्छ है। अनि देख्न सक्नुहुन्छ हजुरहरूले मौसम चाहिँ जे शीतल छ। मेरो घर त मकैबारीले छ कि यार, सानो छैन, मेरो घर चाहिँ मकैबारीले नै छेकिसकेछ। अनि त्यही हो। अनि त्यहाँदेखि मौसम चाहिँ अहिले एकदम शीतल छ, जस घाम लागेको छैन, टन्नै भयो। अस्ति 3-4 दिन चाहिँ लोद्रो गर्मी भयो, फेरि औडा नै गर्मी भयो। अनि त्यहाँदेखि अहिले चाहिँ शीतल भइरहेको छ, जस थुप्रो भयो शीतल भएको। अनि हाम्रो यहाँ चाहिँ सर्टसँगले कुलो चाहिँ अलिक सफा, उता लाग्यो भने सर्ट सर्पाहरू पनि आउँदैन, सब सफा राख्यो भने। जस हाम्रो मकैबारी चाहिँ त्यत्रो भइसक्यो, तर हाम्रो मकैबारीमा एउटा घोगा मकै पनि फलेको छैन होला क्या। यहाँ चाहिँ यत्रो मकै घोगा फलिरहेको छ। त्यही हो। अनि हजुरहरूले खाना पनि खाइसक्नु बोला, हाम्रो त खाना नि खाने बेला भएको छैन, किनकि बिहान भइरहेछ नि त, 8 त बज्दैछ भर्खर। अनि मेरो बहिनी चाहिँ यहाँ चाहिँ मस्त पढिरहेको छ। अनि ठुलमम्मी चाहिँ त्यहाँ तरकारी केलाउँदै हुन्छ। ठुलमम्मी यसो हाई भनिदिनु त, यहाँ यसो हाई भनिदिनु न, यहाँ मान्छेहरू हेर्दैछ नि त तपाईँलाई। अनि यहाँ बहिनी चाहिँ चट्ट पढ्दैछ। अनि यहाँ चाहिँ हाम्रो बिहान चिया भइसकेछ। बिहान भन्दा नि कति लगभग 9 बजिसक्यो होला। अनि हाम्रो चाहिँ 9 बजे, बिहानै 5-6 बजे उठेर चिया खान्छ नि, हामी चाहिँ 9 बजे उठेर चिया खाइन्छ गाइस। तातो पनि तातो छ चिया पनि। तातो पनि तातो रहेछ चिया पनि। यसो हाम्रो केवडा चाहिँ यत्रो गएको छ। चिया एकदम राम्रो छ। चिया चाहिँ मेरो बहिनीले पकाएको अरे है। अनि यो चाहिँ 10 वर्षसम्म सुत्ने मान्छे हो, तर आज चाहिँ छिटै उठिरहेको छ। बिहान 7 बजे उठाउनु भन्छ, 7 बजे उठाउनु भन्छ, तर उठायो भने चाहिँ उठ्दिनँ क्या, अबेरसम्म सुतिबस्थे। अनि चाहिँ बिहान कोला खायो भने पनि एकदम डाइट हुन्छ अरे। अनि यहाँ हाम्रो चाहिँ यहाँको चाहिँ मकैबारी के जस्तो यार, अनि मकैबारी नै सानो के गर्नु र, झार पनि दबाई हानेर सबै मारिदिएको, बल्लले मरो। अनि तपाईँहरूमा देखाउँछु ल। पल्लो कुन त त्यो उतापट्टि भएको, त्यो उता कोलापट्टि भएको चिया खाएको। सुँगुर यो कोला त सुँगुरले खान्छ होला नि, एकचोटि यसले लगाइदिनु खान्छ खाँदैन। यो चाहिँ हाम्रो सुँगुर चाहिँ होइन कि,
माइजहरूको सुँगुरो लगाइदिनु मासु होला कोला खान्छ खाँदैन अन्त अरे खान्छ कि क्या हो कोला खाँदो रहेछ मासु हुन थाहा भयो भने अनि सो यहाँ चाहिँ हाम्रो मुन्टाहरू एकदम यो बारीमा चाहिँ यो कोला ढलेर चाहिँ यहाँ गिटी भएर चाहिँ मुन्टाहरू सब ढलिरहेछ अलिअलि पलाएको मुन्टा पनि अनि सो यहाँको हाम्रो कोला चाहिँ त्यत्रो कोला कोला झप्प आएको थियो होइन कोला झप्प आएको थियो धरो मजाले खान पाइन्छ होला कोला केरा भनेको त हावा आएको थियो होइन हावा आएको थियो अनि त्यहाँदेखि फेरि ढलेको थियो क्या अनि भोलिपल्ट पनि फेरि यो हावा र ढलेर फेरि यसरी नै थियो यसरी चोके लगाइदिएको यता उताबाट छैन हौ कोला त अब सुकेर ए 70-80 वर्षको बुढोहरूको उयो त्यस्तो बुढो त्यतिकै बुढो भए जतिकै पुरा कुर्क परेर सेलारे अनि जस जवान तन्देरीहरू चाहिँ फेरि आइसकेको छ मेरो कोला अरे हाम्रो कोला ए जस यसको चाहिँ धेरै घरि होइन जस ठिक्कको छ जस राम्रो आइरहेछ कोला चाहिँ एकदम दामी छ देख्न सक्नुहुन्छ हजुरहरूले लामा लामै छ कतिले छ कोला त्यति ठुल्ठुलो त भएको छैन अहिले जस ठुल्ठुलो छ यो अठ्या कोलाहरू चाहिँ एकदम ठुल्ठुलो हुन्छ अनि त्यो चाहिँ यता नि पाइन्छ होला जस्तो लाग्छ खै यता चाहिँ थाहा छैन मलाई अनि उता चाहिँ पाइराखिन्छ पाहाडतिर मतलब होइन त्यहाँ चाहिँ फेरि एकदम दामी कोलाहरू हुन्छ यता त ठुल्ठुलो अनि सो त्यही हो अनि पानी परिरहेछ अनि जस मेरो घरमाथि एउटा ठुलो एउटा रुख छ जस शीतल छहारी भने जस्तै जस घर पनि अब सानो छ होइन अब पछि विदेश गएर कमाइयो भने फेरि अब बनाउनु पर्छ दामी होइन सट्ट यो घरको अगाडि यत्रो ठुलो घर बनाउनु कस्तो होला त है अनि सो हाम्रो माथि हाम्रो यहाँ छिमेकी मामाहरू हुनुहुन्छ यहाँ मामाहरूको पनि कोलाहरू चाहिँ कतिले छ राम्रै झरेको छ अनि सो अनि त्यही हो गाइज भाइजू के गर्दै हुनुहुन्छ यसो हाई भनिदिनु न त अनि हाम्रो यहाँ मान्छेहरूलाई अनि तरकारी केलाउँदै हुनुहुन्छ हाम्रो माइजूले चाहिँ फर्सीको मुन्टा खाने अनि ऊ त्यता चाहिँ मेरो ससुरालका देख्यो भने मार्छ ससुराली घर अब पछि के हुन्छ हेरौँ है अब फेरि यो छोरी अर्कोलाई देख्नु बिच भन्नु न आफू छिटो उसित आउनु पर्छ अर्कालाई दियो भने अर्कालाई दियो अनि अहिले नै बिगाएर त के गर्नु माइज अब कमाएकै छैन घर यत्रो छ लिएर कहाँ राख्नु यत्रो घर छ केटो कति उठेको छ हाम्रो बिल हेर्दै गर्दा यो 171 यो 71 भनेको 71 भन्छ होइन 71 70 71 माइज हाम्रो त कति उठ्छ नि महिनामा त 350 400 उठ्छ हौ दिदी जानुभयो गइहाल्नु नि बुनु गरिमा बुनु त्यहाँ छ दिदीले छोडेर गइहाल जहिले आउँछ एक दिन बस्दै गइहाल्छ ए हाम्रो गरिमा बुनु चाहिँ बसिरहेछ त्यहाँ खाना सब्जी पकाउँदै अनि हाम्रो यो गरिमा बुनुको बुइनी अनि यो नाम के पो अरे ग्रीष्मा अनि ग्रीष्माको मन कता हुनुहुन्छ तपाईँको कतिजना छोरी माइज 4 जना छोरीलाई चाहिँ कति माया गर्नुहुन्छ तपाईँ सबैलाई उत्तिकै माया लाग्छ त्यो चाहिँ ठिकान्छी भन्ने हुँदैन अनि सबै दिदीहरू बाहिरै हुनुहुन्छ कि ए अब एक कान्छी दिदी त यहीँ हुनुहुन्छ होइन
अरू सबै धेरै बाहिर, सब बाहिर। जेस आमालाई चाहिँ सबै बाहिर भएर एकदम मजाले हेरिराख्नु भएको छ होइन, छोरीहरू भए पनि। त्यही हो माइजू, अब कमाउनु थालेपछि अब यस्तो हुँदो रहेछ क्या माइजू। अब उताबाट कमाएको छ होइन, अब यता पठाइदिएको छ, अब उता अब पैसा त माया लाग्छ नि त, आफ्नो पनि कमाएको होइन, माया त लाग्छ। अब यता खर्च पठायो, यता कति खर्च भन्ने हुँदैन क्या, उता थाहा हुँदैन उता। अनि अब गाली खाने हामी नै हो, त्यही हो है। खर्च कति हुन्छ क्या माइजू यता, सानो सानो अलिक केही किनो यतै खर्च, केटाकेटी हुन्छ नि यस्ता भान्टाङ बुन्टङ हुन्छन्, यिनीहरूलाई स्कुल पठाउनु पर्यो, पैसा चाहिन्छ, कति खर्च हुन्छ। यसो भन्दिनँ त बुझ है अबदेखि त्यहाँ भनेर। सन्ने खर्च नि यताउता भन्छन्। ज्यान हुन्जेल गरेर खाइहालिन्छ होइन। अनि त्यही होइन, अहिले अब अहिलेको जमानामा अब त्यही छ क्या, पैसा छ, सब सक्छ, त्यही भन्छन् क्या मान्छेले होइन। अब तर यहाँ आएर चाहिँ नि अब घरमै सबैसँग फ्यामिली खुसी बस्यो भने फेरि सबै खुसी हुन्छन् क्या। अलिअलि यसो कमायो यताउता खाना खर्च लाउन खान पुगिरहेको हुन्छ होइन। गयो नि बिहान गाडीमा चढेर सबैजना, आमा पनि गयो। अब इटरी पढाउने अरे पढ्ने अरे। अनि यहाँ हाम्रो माइजूहरूको चाहिँ चट्ट मकै पनि उयो गरेर राख्नु भइसकेछ। मकै यति नै हो माइजूको, अझै छ? सो गाइज अनि त्यस्तै हो है। अनि भ्लग के कस्तो लाग्दैछ भन्नाले पनि अब भर्खर आज त भ्लग गरिरहेको छु होइन, धेरै पछि। सो के कस्तो भ्लग लाग्यो यसो प्रतिक्रिया दिनु होला। अनि लाइक कमेन्ट सेयर त भन्नै पर्दैन, माया गर्नुहोस्, सपोर्ट गर्नुहोस् है। अनि त्यही भन्न चाहन्छु। अनि अहिले चाहिँ हल्का घाम लाग्ला जस्तो गर्दैछ। त्यहाँबाट जस मेरो सालो केटो कराउँदैछ। अनि सो त्यही हो। अनि फेरि जिस्केर भनेको नि फेरि त्यहाँ नानो छोरी भनेर नि कमेन्टमा आएर। अनि सो त्यही हो है। अनि जस हजुरहरूको माया साथ सपोर्ट दिइराख्नु होला। अनि